आज म हजुरहरूलाई एउटा उत्पादनमूलक कम्पनीको आइपिओको भिडियो लिएर हजुरहरूको सामु उपस्थित भइसकेको छु। सर्वसाधारण सबैले भर्न पाउने गरी आजबाट आइपिओ बिक्री खुल्ला गरेको छ। जुन कम्पनीले चाहिँ अझसम्म आइपिओ बिक्री खुल्ला गरेको छैन। कम्पनीको इपिएस प्रति शेयर नेट कम्पनीको आइपिओ हात पार्यो भने दोस्रो बजारमा बिक्री गरेर कति कमाउन सक्नेछौँ आदि सम्पूर्ण डिटेल यस भिडियो मार्फत हजुरले थाहा पाउनुहुनेछ। हाम्रो भिडियोलाई स्किप नगरी अन्तसम्म हेरी हामीलाई साथ दिनुहोला। इतिहासमै पहिलो पटक स्वास्थ्यसँग सम्बन्धित औषधि बिक्री गर्ने कम्पनी ओमेगा श्री फार्मास्युटिकल्स लिमिटेड कम्पनीले प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपिओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ भने बाँकी 14,73,000 किता साधारण शेयर सर्वसाधारणलाई आज 29 गतेबाट चैत 3 गतेसम्म आवेदन गर्न सकिनेछ। सर्वसाधारण लगानीकर्ताहरूको पूर्ण आवेदन नपरे चैत 12 गतेसम्म लम्बिनेछ। अंकित मूल्य रु 100 का सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम 10 कितादेखि 10,000 किताका लागि आवेदन दिन सक्नेछन्। शेयर मार्केटका युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हाम्रो भिडियो मन परे लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिरहनुहोला। भिडियोलाई स्किप नगरी अन्तसम्म हेरी हामीलाई साथ दिनुहोला। भिडियो एकदम महत्त्वपूर्ण छ। हामी लगानीकर्ताले कम्पनीको आइपिओमा 1000 रुपियाँ लगानी गर्यो भने दोस्रो बजारमा बिक्री गरेर 5,000 सम्म कमाउन सक्नेछ। यस कम्पनीको प्रति शेयर आम्दानीमा 2081 पौषसम्ममा 98 पैसा, आर्थिक वर्ष 81-82 मा 5 रुपियाँ 73 पैसा हुने कम्पनीको उपजीवित लक्ष्य रहेको छ। त्यसै गरी 82-83 मा 9 रुपियाँ 80 पैसा, 83-84 मा 14 रुपियाँ 10 पैसा हुने कम्पनीको उपजीवित लक्ष्य रहेको छ। त्यसै गरी कम्पनीको प्रति शेयर नेटवर्कमा 81 पौषसम्ममा 91 रुपियाँ 15 पैसा, त्यसै गरी 81-82 मा 98 रुपियाँ 11 पैसा हुने कम्पनीको उपजीवित लक्ष्य रहेको छ। त्यसै गरी 82-83 मा 107 रुपियाँ 70 पैसा, 83-84 मा 113 रुपियाँ 37 पैसा हुने कम्पनीको उपजीवित लक्ष्य रहेको छ। यस कम्पनीको आइपिओ कतिजना लगानीकर्ताले आइपिओ हात पार्छन् त्यो पनि हेरौँ। यस कम्पनीको आइपिओ आवेदन गर्ने सर्वसाधारण आवेदकहरूबाट 1,47,000 लगानीकर्ताले 10 किता हात पार्नुभन्दा भर्नु अपेक्षा छ। हाम्रो च्यानल शेयर मार्केटलाई सब्स्क्राइब गरी हामीसँग जोडिरहनु होला। अर्को नयाँ भिडियो लिएर उपस्थित हुने नै छु। तबसम्म बाई बाई।